अलि चिच्चार है जीना जीना कैसे जीना नासिका मैंने जीना मेरा इन्हें के लिए कितनी अच्छा होती एक बार वाली किस्त बार की नहीं लो एक यार दो नहीं लो नाम ये उसके लिए बोला तो मैंने बोला दो लाते नहीं क्या उसमें ध्यान नहीं डालते एक नहीं लो एक खाए अंदर लो अरे क्या मतलब एउटा तामे अरे यार इनाम है हम लोग तो धन्यवाद इनाम छोड़ दीजिए नहीं 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 दोस्त दोस्ती होता है नहीं होता है दचुलो का साहु हो अरे नहीं ठीक है कोई दिक्कत नहीं है नहीं ये हम लोग का प्यार है थैंक यू कला का इज्जत है क्यों कला का इज्जत है क्यों थैंक यू दामी हान्यो हम एक तो सब दुनिया अलग अलग होता है तुम जाओ ये जाएगा कौन जाएगा ये कि तुम ये करा मेरा मित्र है अच्छे लग रहा है मुझे भाई 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 ये अरे यार कोई हिंदी का नाम हो गया अभी दामी दामी गर्छु बबाल तिम्रो मन तिमी किन बबाल हाल्नु चाहिँ माग्छ म यस थाहा तिमी कहाँ बस्छौ हिन्दी भनेको बादलको माथिमा तिमीलाई पर्खिबस्नुला तिमी भने लिन अब केही छैन धन्यवाद अच्छा दाई ओ दाई अरे तुम आप फेवरेट हमारे थैंक यू सर ओके थैंक यू आई एम सॉरी तिमी भने ओके दाई लो फर्के दाइ चाहिँ कथा पढ्नु चाहिँ माग्छु फेरि यस्तो पढ्नु चाहिँ कहाँ यहाँ भयो क्या दाइ यार यहाँ भेम त्यस्तो राम्रो पाउँदैन कि माग्छु यो कलमा गयो तर भेरी यस्तो गयो धन्यवाद मानिसलाई कस्टम दाइ तपाईँको अब तारिफ गर्छु दाइ कस्टम किन चाहिँ बब्बाल पाउने दाइ अनि दाइ कसम यो रक्स हुन्छ नि यो रक्स ओली गाहारी ओली के नयाँ गाहारी के त्यो अरे इन्जॉय गर्नु यही पनि इन्जॉय गर भ्यान चाहिँ दिक्कत नहीं भ्यान चाहिँ त्यसकै दम नहीं भ्यान चाहिँ भाइ चले भाइ ओके थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू बात गर्नु थ्याङ्क यू ओके हैन ओके ओली के टाइम गर्नु न तपाईँ त कस्टम बब्बाल गर्नु यार माको सम्म भक्कु देखि तपाईँ किन पर्यो त मलाई चाहिँ यस्तो सुपो त यस्तो लाग्छ मलाई लाग्छ कि त यार तपाईँ त अब हुन्छ के मलाई यस्तो लाग्छ कि त हैन तपाईँ यस्तो लाग्छ कि यस्तो गर्ने यस्तो बनाएर कसरी मलाई गर्दै भनेर यति भन्नु कि तपाईँले यार बवाल है
राम्रो गाउनुहुन्छ कि कस्तो गिटार चाहिँ बबल बनाउनुहुन्छ तपाईँ सुन्नु दाइ अरू गाउने भन्दा नि बजाउने त हो के यस्तो सुन्नु गिटार तपाईँलाई पर्ने के तपाईँको यो कन्सर्टमा तपाईँको हुने कलरमा तपाईँले पर्नुहुन्छ जस्तो लाग्यो मलाई यो सोध्दाखेरि मैले तपाईँको यो कन्सर्ट हाल्नु चाहिँ मैले सुनेँ कि मुस्कान तिम्रो मुस्कान घाम ढुके झै मलाई प्यारो हो तस्बिर तिम्रो तस्बिर माथि हो सपनामा तर्से झै मन रातियो ओटले तर्सियो झरी सिमसिमे पानी लागेछ बारी कतै फर्किन्छौ त मैतिर आजले हिजो बिर्से झै बिर्सिने हौ कि भाइ रोस र पापड लेन रोस र पापड चञ्चल यो तिमीलाई नै खोज्छ भेट्दैन जब नि खोटल छ हाम्रा दुई आँखा लुका मारी खेल्छ सुनले घाम नचिने चाहिँ चिन्दैन छुटेको डोरीलाई के कसरी बाँध्ने साट्ने हो कि लौ मायाले त्यागिदिए समय चाहिए लौ घडी नै रोकिदिए आजले हिजो बिर्से झै बिर्सिने हौ कि बोल्नु होइन यतिको पनि तपाईँले पनि जस पनि गर्नु कि मेरी माएको जस पनि गर्नु कि जस गरेको थिएन कि यतिको यति दामी किन बोल्नु जुन भन्नुहुन्छ तपाईँले यिमा काम गर्नुहुन्छ कि ल भाइहरू ल वाइफाई टेस्ट ल त्यस्तै ल है ल वाइफाई टेस्ट ल तिमी काम गर्नु भन्नु तपाईँले जुन बोल्ने कस्तो यतिको नलेज हुने त माएको छ यस्तै रेस्टुरेन्ट नि टाइम पासमा बजाउने हो अरू कस्तो यतिकै बन्द मान्छे नम्बर मानमा हुन्छ कि त यार मुस्कान तिम्रो मुस्कान याद भन्छ तपाईँले यो गियर पाउँदा मैले फर्काउँदा हिसाब गरेँ कि तपाईँले पुरै मम्मीको भन्दा पुरै क्लबको पुरै गीत गाउनु भयो पुरै गीत दुई हाल्नु भयो कि मम्मीको सबै बोल्नु यार तपाईँले केमा गर्नु त गर्नु दाइ जुन बोल्नु यसले दाइले केमा काम गर्नु त हुन्छ पनि सिङ्गर हो अनि फेरि कहाँनिर फेरि तपाईँले झुट बोल्नु तपाईँले मेरो यार त्यहाँ बिल्ले आफ्नो बिल्ले गरेर त्यहाँ होइन पहिला बेला मैले बजाउँथेँ क्लबमा धेरै वर्ष 7-8 वर्ष अगाडि कुरा है भाइ ल कुकुटाकोहरू हुनुहुन्छ खाना आउनु होला सुरु गरिसक्यो तर एउटा गिटार बजाउने त्यो किरा छ नि त त्यही भएर बजाइराख्छु कन्टिन्यू ल ल ल मनिष एउटा गीत हान्दियो नि त तपाईँले झुट बोल्नुभयो कि
मैले बनाउँदा यसो हेर्छु अन्त अहिले बनाउनु मलाई पनि हल्का त्यस्तो आउँदैन मलाई अलिक नर्मल आउँछ क्या त्यस्तो हुन्छ नि यिनी फ्याट पनि हुन्छ नि डोल हुन्छ नि डोल हुन्छ नि बाजा हुन्छ नि त्यसमा चाहिँ भइन्छ होइन तर यस्तो बजा हुन्न कि कर्पे आउँदैन कि ल एक लास्ट मोड ल लास्ट एक किलो ल है एक लास्ट मोड ल एक किलो एक किलो लास्ट एउटा मिसको बल आएको ल ल एक किलो लास्ट ल दाइको निम चाहिँ के हो मनिष है लास्ट भने बस्यो यति हान्ने मान्छे अनि कहाँ यहाँ बसेर बोला दे ल लास्ट मोड ल एक किलो मेरो चाहिँ सुरज तामाङ छैन एक तपाईँ बाहिर गर्छु मलाई त्यो मान्छे नै त्यो मान्छे हुँदैन के चाहिँ बललाई एक लाख मुलो बाहिर खुल्ला यो हान्ने रक्सहरू मात्रै हो कि अझ पनि खाली छ अङ्गालो मलाई बोला यार म गएँ भाइ अहिले आउँछु है तर माको चाहिँ गिटार चाहिँ मलाई बबाल लाग्यो ल गिटार बजाइराख थ्याङ्क यू यस्तो त मान्छे कहाँ यहाँ आउने ऊ यहीँको साहु हो त नि अरू होला त्यसै कहाँ यहाँ यस्तो राम्रो पाउँछ भनेको कि पुरै यो हुन्छ नि त जसरी हान्नु हो नि त किन हान्नु हो नि यो हान्नु हो नि उयो हान्नु हो ठाउँमा कलप हुन्छ नि यो कलपमा भएको पुरै गिटार हान्नु हो कि आजको शीतल